नमस्कार, म प्रतिभा भट्टराई। आज म हजुरहरूलाई नेपालको प्रसिद्ध शक्तिपीठतर्फ लैजाँदैछु, जहाँ विशेष दिनहरूमा हजारौँ दर्शनार्थीहरूको चहल पहल देख्न सकिन्छ भने हरेक दिन थुप्रै भक्तजनहरूको भिडभाड लाग्ने गर्दछ। कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने भनाइसँगै प्रख्यात रहेको गोर्खा जिल्ला आज पनि माता मनकामनाको मन्दिर रहेकाले अति नै प्रख्यात हुन पुगेको छ। माता मनकामना जसले आफूमाथि श्रद्धा र भक्ति राखी आफ्नो शरणमा आउने हरेक भक्तका मनोकामना पुरा गरिदिन्छन्। त्यसैले त वार्षिक 12 लाखसम्म दर्शनार्थीहरू आउने यस मन्दिरमा प्रत्येक अष्टमीका दिन बलि चढाउने गरिन्छ। त्यस्तै गरी नवरात्र र अष्टमीसँगै नागपञ्चमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पनि श्रद्धालु भक्तजनहरूको ठुलो भिडभाड लाग्दछ। यसरी हरेक भक्तका मनोकामना पूरा गरिदिने विश्वाससहित धार्मिक पर्यटकीय स्थलको रूपमा चर्चित हुँदै गएको यो मन्दिरमा स्वदेशी लगायत विदेशी दर्शनार्थीहरूको पनि आकर्षण देखिन्छ। तर उनको भेटिएको जीवनको कथाअनुसार आफ्नो जीवनकालमा उनी स्वयंले भने आफ्नो मनको इच्छा पूरा गर्न पाएकी थिइनन्। हजुर, यो गोर्खा जिल्लाको मात्र नभएर पुरै देश र छिमेकी देशका भक्तजनहरूका लागि पनि आस्थाको केन्द्र हो। मानिसहरू मनकामना माताको मन्दिरमा पटक पटक आफ्ना इच्छाहरू लिएर पुग्ने गर्दछन्। कसैले त आफ्नो काम सुरु गर्नु अगावै माताको स्मरण गरी काम सुरु गर्ने र पुरा भएपछि माताको दर्शन गर्न जाने पनि गरेको पाइन्छ। तर उहाँको बोलावट नभई माताको दर्शनको अवसर भने जो कसैलाई मिल्दैन। पैदल यात्रामा रमाउनेहरू पृथ्वीराज मार्ग हुँदै मर्स्याङ्दी नदी तरेर करिब 4 घण्टाको उकालो पैदल यात्रापछि मनकामना मन्दिर पुग्न सक्छन् भने केवल कारबाट जान चाहेमा पृथ्वीराज मार्गकै कुरिनटारबाट मनकामना मन्दिर परिसर नजिकैसम्म पुग्न सकिने गरी केवल कारको सुविधा छ। त्यस्तै आफ्नो कुनै काम लिएर ठुलो परिवारसँगै गाडीमा जान चाहनेहरूका लागि हाल सडक सुविधा पनि उपलब्ध रहेको छ। माता मनकामनाको उत्पत्ति कथा अनुसार विक्रम सम्वत 1660 अर्घाखाँचीका राजा भएका ध्वजन सिंह शाहकी छोरी राजकुमारी लीलावती देवत्व गुण भएकी थिइन्। उनी अविध्ययली ब्रह्मचारिणी बनेर आजीवन विवाह नगर्ने भनी देवदेवीको पूजा आराधनामा रहने गर्थिन्। तर पछि बुबाले गोर्खाका तत्कालीन राजा राम शाहसँग विवाह गराई गोर्खा पठाउने निर्णय गरे। आफ्नो विवाह नगरी बस्ने इच्छा विपरीत जबरजस्ती विवाह गराउने निर्णयमा उनी असहमत थिइन्। तर राजाको निर्णयको अगाडि कसैको केही नलाग्ने भएपछि उनको विवाह जबरजस्ती गोर्खाका राजा राम शाहसँग भयो र अर्घाबाट मानिसहरू डोला छाड्न गोर्खा गएका थिए। उनको डोला छाड्न गएका डोलेहरू गोर्खा दरबार पुर्याई फर्कने बेलामा बिदा माग्न जाँदा लीलावती रानीले आँखा चिम्ली पछिल्तिर फर्की, के बिदा माग्छौ मसँग तिमीहरू? मलाई नै बिदा गरी पठायो। यो कुरा मलाई मन परेको छैन। अबदेखि मलाई कुनै माइतीले भेट्न नआउनु। आएमा कुभलो होला भन्ने आदेश दिई डोलेहरूलाई घर फर्काइन् भन्ने भनाइ छ। सोही जनश्रुति अनुसार हालसम्म पनि अर्घा राज्यका तत्कालीन राजा मेघासीराज शाहका सन्तानपछि अर्घा, खाँची र धुर्कोट राज्यमा विभाजन भएर शासन गरेकाहरू मनकामना देवीको मन्दिर दर्शन गर्न नजाने प्रचलन छ। पहिले पहिले अन्जानमा मन्दिरमा गएका तत्कालीन अर्घा राज्यका राजा मेघासी राजका सन्तानहरूमा शारीरिक एवं आर्थिक क्षति भएका कैयौँ घटनाहरू छन्। खाँचीका राजपुत्री लीलादेवी र मनकामना भगवतीको बारे गोर्खा र आसपासमा हालसम्म पनि अनेकौँ किंवदन्तीहरू सुन्न पाइन्छ। यसरी छोरीको दर्शन गर्न जान नपाइने भएपछि मनकामना माताका बुबा राजा ध्वजन शाहले छोरीको सम्झनामा खाँचीमा पनि सुपा देउराली भगवतीको मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ। यसरी बुबाको इच्छा अनुसार राजा राम शाहसँग विवाह बन्धनमा बाँधिएकी रानी लीलावतीको दैवीय गुणबारे राजा राम शाह अनभिज्ञ थिए भने
उनका अनन्य भक्त लखन थापालाई रानीको दैवी शक्तिको राम्रो जानकारी थियो। तर एक दिन संयोगवश राजा राम शाहले आफ्नी रानी लीलावतीलाई भगवतीको रूपमा र उनको नजिकै लखन थापाले उहाँको सेवा गरिरहेको दिव्य रूप सपनामा देखे। यस्तो अलौकिक सपना देखे पश्चात दिन प्रतिदिन स्वास्थ्य बिग्रदै गएर अन्ततः राम शाह मृत्युवरण गर्न पुगे। मृत्यु पश्चात तत्कालीन धर्म संस्कार अनुसार रानी लीलावतीलाई सती जानुपर्ने भयो। गोर्खा दरबारका मूल पुजारी एवं उनका सिद्ध भक्त लखन थापालाई उनको दैवी शक्ति र चरित्रबारे सबै थाहा भएकोले सती जाने बेलामा हजुर भगवान हुनुहुन्छ, सती नजानुहोस्, जानु पर्दैन, हाम्रो रक्षा गरी बक्सन पर्छ भनी अनुरोध गर्दा सतीले चितामा बसी आफ्ना सिद्ध भक्त लखन थापालाई तिमी पिर नगर्नु, म तिम्रो गाउँमा अर्को रूपमा आउनेछु, मेरो व्यवस्था गर्नु भनी सती गएकी थिइन्। त्यसको केही समयपछि गाउँमा एकजना किसानले हलो जोत्दा बारीमा फाली अड्कन गयो र हेर्दै जाँदा ढुङ्गामा फाली अड्किएको र एक छेउबाट दुध जस्तो पदार्थ बगेको देखेकोले सबै गाउँले भेला गरी देखाए। सो कुरा केही दिनमा गोर्खा दरबारसम्म पुगी सिद्ध तान्त्रिक लखन थापा समेतले थाहा पाए। रानी लीलावतीबारे सबै कुराको जानकार गोर्खा दरबारका सिद्ध भक्त लखन थापा मगरले रानी लीलावती साक्षात देवी भगवती थिइन् र हुन्, यो ढुङ्गा उनैको रूप हो भन्ने कुरा स्थापित गरी सो स्थान हाल गोर्खाको काफेकमा मनोकामना देवीको नाममा मन्दिर स्थापना गरी पूजा आराधना गर्न सुरु गरे। यसरी मनोकामना मन्दिरका हालका पुजारी सिद्ध लखन थापाका सन्तान एवं वंशज हुन्। हालसम्म पनि थापा मगरहरू नै सो मन्दिरका पुजारी हुने चलन छ। यसरी आफ्नो अनमोल मानव झोला पति राम शाहको मृत्युसँगै सती गएर त्याग गरेकी रानी लीलावतीले आफ्नो अनन्य भक्त लखन थापाको मनोकामना पुरा गरेकी भगवती नै आज हरेक आफ्ना भक्तहरूको मनोकामना पुरा गर्ने देवीको रूपमा प्रख्यात छिन्। उनको नित्य पूजा आज पनि कुनै भक्तहरूलाई मन्दिरभित्र पस्न नदिई गोप्य रूपमा बिहान 7 बजेदेखि 8 बजेभित्र गर्ने गरिन्छ। नेपाल र भारतका दर्शनार्थीहरूको अलावा विदेशी पर्यटकहरूको लागि पनि यो रोजाइको क्षेत्र हो। त्यसैले खाने बस्ने राम्रो व्यवस्था यहाँ रहेको पाइन्छ भने श्रृङ्गारका सामग्री र हस्तकलाका सामग्रीहरूको पनि राम्रो व्यापार हुने गरेको देख्न सकिन्छ। त्यस्तै गरी सुन्तला फल्ने सिजनमा डाँडैभरि झपक्क फलेका सुन्तलाहरूको दृश्य पनि अत्यन्तै मनमोहक हुन जान्छ। रात बस्दै जाने भक्तहरूले साँझको दर्शन र साँझमा गरिने आरतीको आनन्द पनि लिन सक्छन्। यसरी आजभोलि एक पटक मात्र नभई पटक पटक आफ्ना फरक फरक इच्छाहरू लिएर माता मनोकामनाको मन्दिरमा पुग्ने भक्तजनहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको देख्न सकिन्छ। आफूमा पुरा आस्था र विश्वासका साथ आफ्ना सात्विक इच्छाहरू लिएर आफ्नो शरणमा आउने हरेक भक्तका मनोकामना माता मनोकामनाले पुरा गरिदिउन्।